लालपूर्जा नपाउन्जेन सुकुम्बासीलाई मासिक 15,000 दिने सरकारको तयारी। सरकारले वास्तविक सुकुम्बासीलाई घरधनी प्रमाण पूर्जा अर्थात् लालपूर्जा वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहिबार बसेको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्। बैठकमा शहरी विकास मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको प्रगतिबारे जानकारी दिएका थिए। समिति सभापति हरि ढकालका अनुसार हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासीहरूको पहिचानका लागि स्क्रिनिङ प्रक्रिया चलिरहेको छ। प्रक्रिया सम्पन्न भएपछि फास्ट ट्र्याकबाट लालपूर्जा वितरण गरिने सरकारको लक्ष्य रहेको उनले बताएका छन्। सरकारले उक्त कार्यक्रमका लागि तत्काल आवश्यक स्रोत सुनिश्चित भइसकेको समितिमा जानकारी दिएको छ। साथै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको परिवारका बालबालिका लागि विद्यालय बस र सुत्केरी महिलाका लागि पोषण व्यवस्थापन समेत मिलाइएको दाबी गरिएको छ। समितिले सरकारको प्रस्तुत विवरण तथा कार्यप्रगतिको यथार्थ अवस्था बुझ्न स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ।